नेपाली सेनाको पिता भनेर कसलाई चिनिन्छ? नेपाली सेनामा हवल्दारको दर्जानी चिन्ह के हो? नेपाली सेनामा भैपरि बिदा कति दिन पाउँदछ? यी प्रश्नहरूको उत्तर थाहा पाउनको लागि भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। नेपाली सेनाको पिता भनेर कसलाई चिनिन्छ? नेपाली सेनाको पिता भनेर कसलाई चिनिन्छ? यसको एन्सर रहेको छ पृथ्वीनारायण शाह। यसै गरी अर्को प्रश्न रहेको छ, नेपालभन्दा भारत कति गुणा ठुलो छ? नेपालभन्दा भारत कति गुणा ठुलो छ? यसको एन्सर रहेको छ 22 गुणा ठुलो छ भारत नेपालभन्दा। यसै गरी अर्को प्रश्न, नेपालको पूर्व पश्चिम लम्बाइ कति छ? एकदमै सजिलो प्रश्न। यसको एन्सर रहेको छ 885 किलोमिटर। यसै गरी कहिलेदेखि शाही नेपाली सेनालाई नेपाली सेना बनाइयो? कहिलेदेखि शाही नेपाली सेनालाई नेपाली सेना बनाइयो? यसको एन्सर रहेको छ विक्रम सम्वत 2063 साल जेठ 4 बाट। अर्को प्रश्न रहेको छ, एकदमै सजिलो प्रश्न रहेको छ, नेपाली भाषाको पहिलो चलचित्र कुन हो? सजिलो प्रश्न। यसको एन्सर सत्य हरिश्चन्द्र, यो चाहिँ भारतमा बनेको हो। अर्को प्रश्न, नेपालमा बनेको पहिलो चलचित्र कुन हो? नेपालमा बनेको पहिलो चलचित्र कुन हो? यसको एन्सर आमा, यो 2022 मा बनेको थियो। अर्को प्रश्न, लाटो पहाड पुस्तकका लेखक को हुन्? लाटो पहाड पुस्तकका लेखक को हुन्? यसको एन्सर उपेन्द्र सुब्बा। आजको अर्को प्रश्न रहेको छ, रातो मच्छिन्द्रनाथको रथ यात्राको प्रचलन कसले चलाएका हुन्? रातो मच्छिन्द्रनाथको रथ यात्राको प्रचलन कसले चलाएका हुन्? एन्सर रहेको छ नरेन्द्र देव। यसै गरी कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए? कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए? यसको एन्सर मातृका प्रसाद कोइराला थिए। अर्को प्रश्न, कसको हत्याका कारण कोत पर्व भएको थियो? कसको हत्याका कारण कोत पर्व भएको थियो? यसको एन्सर गगन सिंह। अर्को प्रश्न, विश्वको सबभन्दा प्राचीन धर्म कुनलाई मानिन्छ? कुनलाई मानिन्छ? यसको एन्सर हिन्दू धर्मलाई मानिन्छ। यसै गरी नेपाली सेना परिचालनको घोषणा गर्ने अन्तिम अधिकार कसको हुन्छ? एकदमै महत्त्वपूर्ण प्रश्न। नेपाली सेना परिचालनको घोषणा गर्ने अन्तिम अधिकार कसको हुन्छ? यसको एन्सर राष्ट्रपतिको हुन्छ। अर्को प्रश्न रहेको छ, प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो? प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो? एन्सर सन् 1914 जुलाई 28 बाट सुरु भएको थियो। यसै गरी अर्को प्रश्न रहेको छ, प्रथम विश्वयुद्धको अन्त्य कहिले भएको थियो? प्रथम विश्वयुद्धको अन्त्य कहिले भएको थियो? एन्सर सन् 1918 नोभेम्बर 11 मा अन्त्य भएको थियो। यसै गरी अर्को प्रश्न रहेको छ, राष्ट्रसङ्घ अर्थात् लिग अफ नेसन्सको स्थापना कहिले भयो? यसको एन्सर रहेको छ 10 जनवरी 1920 मा स्थापना भयो। अर्को प्रश्न रहेको छ, दोस्रो विश्वयुद्धको सुरुवात कहिले भयो? दोस्रो विश्वयुद्धको सुरुवात कहिले भयो?
एन्सर 1 सेप्टेम्बर 1939 मा। यसै गरी अर्को प्रश्न, दोस्रो विश्वयुद्धको अन्त्य कहिले भएको थियो? दोस्रो विश्वयुद्धको अन्त्य कहिले भएको थियो? यसको एन्सर रहेको छ 2 सेप्टेम्बर 1945 मा भएको थियो। अर्को प्रश्न, संयुक्त राष्ट्रसङ्घ युएनओ को स्थापना कहिले भएको हो? युएनओ को स्थापना कहिले भएको हो? यसको एन्सर रहेको छ 24 अक्टोबर 1945 मा भएको थियो। यसै गरी अर्को प्रश्न, 7 पहाडको सहर भनेर कुन सहरलाई चिनिन्छ? यसको एन्सर रहेको छ रोम। यो चाहिँ इटालीको राजधानी हो। अर्को प्रश्न, हजारौं हात्तीको देश भनेर कुन देशलाई भनिन्छ? हजारौं हात्तीको देश भनेर कुन देशलाई भनिन्छ? सजिलो प्रश्न। यसको एन्सर लाओस। यसै गरी अर्को प्रश्न, सेतो हात्तीको देश भनेर कुन देशलाई भनिन्छ? यो दुईवटा प्रश्नमा नझुक्किनुहोला। सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ। अर्को प्रश्न रहेको छ, नेपाली सेनामा महारथी पदको दरबन्दी कति हुन्छ? महत्त्वपूर्ण प्रश्न रहेको छ। यसको एन्सर एउटा मात्र हुन्छ। अर्को प्रश्न, फोक्सुन्डो ताल कहाँ पर्दछ? फोक्सुन्डो ताल कहाँ पर्दछ? यसको एन्सर चाहिँ यो डोल्पा जिल्लामा पर्दछ। यसै गरी छोरोल्पा हिमताल कुन जिल्लामा रहेको छ? छोरोल्पा हिमताल कुन जिल्लामा रहेको छ? यसको एन्सर रहेको छ यो दोलखा जिल्लामा रहेको छ। अर्को प्रश्न रहेको छ, सैनिक ऐन 2063 को दफा 6 मा के कुराको व्यवस्था गरिएको छ? एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। यसको एन्सर रहेको छ राष्ट्रिय सुरक्षा परिषदको व्यवस्था गरिएको छ। अर्को प्रश्न रहेको छ, महाकाली नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ? यसको एन्सर रहेको छ शारदा नामले चिनिन्छ। अर्को प्रश्न, नेपालको सबैभन्दा लामो नदी कुन हो? एकदमै सजिलो प्रश्न रहेको छ। नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी हो। अर्को प्रश्न रहेको छ, नेपाली सेनामा भैपरी बिदा कति दिन पाउँदछ? यसको एन्सर रहेको छ 12 दिन। यसै गरी नेपाली सेनाका प्रधान सेनापतिलाई शपथ ग्रहण र दजानी चिन्ह प्रदान गर्ने काम कसले गर्दछ? एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। यसको एन्सर राष्ट्रपतिले गर्दछ। यसै गरी जनगणना 2078 अनुसार नेपालको जनघनत्व कति छ? यसको एन्सर 198 प्रति वर्ग किलोमिटर। अर्को प्रश्न, नेपाली सेनामा हलद्वारको दर्जानी चिन्ह के हो? यसको एन्सर 3 फित्ते धर्के। आजको भिडियो यति नै। भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।